मम्मी को ताबुत हो यो यसको भित्रै मम्मी पाइएको थियो र यो रियल हो कि फेक हो थाहा छैन मलाई। यहाँ पपेट सो हुँदैछ, यिनीहरूलाई बेसी हेऱ्यो भने पैसा माग्छ, अलिकति देखाएर गइहाल्छु। यो तपाईँको हावामहलको टपबाट पुरा जयपुर सिटीको भ्यू। क्याफे पनि रहेछ, विन्ड भ्यू क्याफे भन्ने, दामी भ्यूमा र हावा पनि दामी चल्दैछ। यो तपाईँको फेमस जग्गा, फेमस छ साह्रै र यही मेन एरिया हो। यहाँ फोटोग्राफी साह्रै फेमस छ, सबैजना यही फोटो खिचेर हाल्छ। यसरी पानी परेर आज मेरो दिन बर्बाद भयो, नभए मार्केटहरू यस्तो घुम्नु जान्थ्यो। वेलकम छ सबैजनालाई फेरि एउटा नयाँ भिडियोमा। र अहिले म रिक्सामा चढेर अजमेर छोडेर जयपुर बस स्ट्यान्डतिर जाँदैछु, किनकि अब बस पक्रेर हामीले जयपुर जानेछ र बिहानको बज्दैछ अहिले 9:30 र यहाँ सिमसिम पानी पनि पर्दैछ। र यो जयपुर बसको लागि यहाँबाट टिकट काट्नु पर्दो रहेछ र मैले पनि टिकट 2टा काटेँ र अब म बसतिर जाँदैछु। यही बस हो जयपुर जाने। सो फाइनली म आइपुगेको छु जयपुरमा अजमेरबाट र अहिले म तपाईँलाई जयपुर देखाउन गइरहेछु। यो तपाईँको जयपुरको भ्यू र यहाँ माथि मेट्रोको लाइन छ। मैले अलरेडी चेक इन गरिसकेको छु र मेरो होटल उतो गलीबाट पर्दैछ र म त्यो रोड क्रस गरेर त्यो गलीबाट जान्छु। र यो बाटोदेखि भित्र पसिने होटल आउँछ मेरो। आज कहीँ जान्छु र भिडियो बनाउँछु भनेर सोचेको थिएँ, तर यहाँ पनि बिहानदेखि पानी पर्दैछ सिमसिम सिमसिम र आज म सायद कहीँ घुम्न जानु सक्दिनँ। सो आज रुममै रेस्ट गर्छु, भोलिको डल्लै टाइम छ। त्यसै नि मलाई 2 जग्गा नै घुम्नु छ, हावामहल र आमेर फोर्ट। त्यही भएर म भोलि नै 2टै प्लेसले कभर गर्छु। अगर टाइम पायो भने कुनै एक्स्ट्रा जग्गाहरू जान्छु र तपाईँहरूलाई पनि देखाउँछु। र म आइपुगेँ मेरो होटलको छेउमा र यो होटल मुस्कान भन्ने जुन चाहिँ देख्नु हुँदैछ, यसमै मैले चेक इन गरेको छु बिहान आएर। यो हाम्रो होटल हो। र रुम बादमा म तपाईँलाई देखाउँछु भित्र गएर। अहिले बज्दैछ बेलुकाको 7:30 र म जयपुर आएकोदेखिको दिनभर रुममा सुति नै रहेको थियो र बेलुका यस्तो घुम्नु निस्किरहेको छु। आज त्यसै पनि कहीँ घुम्नु जानु सकेन, किनकि पानी परेको परेछ, पानी जोरले पनि परेको छैन, सिमसिमै परिरहेछ। र म यो जयपुर सिटी तपाईँलाई म रातिको भ्यू देखाउनु गइरहेको छु। यो होटल छेउकै भ्यू हो र यहाँ बस स्ट्यान्ड र मेट्रो स्ट्यान्ड पनि सँगै छ र म तपाईँलाई यहाँको भ्यू देखाउन गइरहेको छु। यहाँ बस स्ट्यान्ड छेउमै छ र यहाँ मेट्रो स्टेसन छ। यो माथि सिटी साह्रै बिजी छ।
यसरी पानी परेर आज मेरो दिन बर्बाद भयो, नभए मार्केटहरू यस्तो घुम्नु जान्थ्यो। तर आएकोदेखिको रुममा सुतेको सुतेको भयो, एक निन्द्रा पुऱ्याएर भर्खर उठेको म। र अब फेरि फर्केर म रुममै जाँदैछु। आजको दिन त्यसै मेरो वेस्ट भयो, कहीँ जानु पनि पाइनँ यो पानीले गरेर। अब रुममै गएर रुममा डिनर मगाएर खाएर सुत्छु र भोलि चाहिँ निस्किन्छु। भोलि मलाई 2-3 लोकेसनमा जानु छ र फेरि अब भोलि तपाईँले कहीँ गयो भने म भिडियो बनाएर देखाउँछु। गुड मर्निङ सबैजनाले। र अहिले बज्दैछ बिहानको 11 र म हिजोको दिन त रेस्टै गरेर रुममै बस्यो र आज पनि बिहान ढिलो उठ्यो। उठ्ने बित्तिकै रुममा चिया खाएर अहिले म जाँदैछु तपाईँको हावा महल होटलको तलबाटै यो अटो पाएको थियो र म अटो टुर बुक गरेर जाँदैछु। मतलब भोलि 3-4 जग्गा घुमाउँछ तपाईँको हावा महल, आमेर कोट र राजस्थानी बजारको बुक गरेको छु, जसको 600 रुपियाँ लाग्यो मलाई। र म जाँदैछु अहिले हावा महल। त्यहाँ पुगेर तपाईँलाई म हावा महलको टुर गराउँछु। यो तपाईँको पिङ्क सिटीको बाटोबाट अहिले हामी जाँदैछ। यहाँ देख्न सक्नुहुन्छ सबै बिल्डिङहरूको कलर एउटै छ, त्यही लागि नै जयपुरलाई पिङ्क सिटी भनिन्छ। यो साइड भयो तपाईँको, यो साइड भयो र म आइपुगेछु यो हावा महलको गेटमा। यहाँबाट भित्र पस्नुपर्ने। यहाँ मान्छेहरू बिना विकेन्डको पनि भिड छ बिहान बिहानै। र यहाँ टिकट काउन्टर छ हावा महलको लागि। यहाँ तपाईँको रेटहरू लेखेको छ। इन्डियन टुरिस्टको लागि 52, इन्डियन स्टुडेन्ट 22, फरेन टुरिस्ट 202 र फरेन स्टुडेन्ट 102। र यो टिकट तपाईँको मेरो हातमा हावा महलको। र म यो सिडीबाट माथि जान्छु जहाँ मेन एन्ट्रेन्स छ। र यो फाइनली पुग्यो यहाँ महलभित्र एरियामा। र यहाँ भित्र एउटा सानो म्युजियम जस्तो रहेछ र यहाँ मोनोलिथ छ एउटा ढुङ्गामा कार्भिङ गरेको एन्सियन्ट टाइमको। अनि यहाँ छ तपाईँ इजिप्टको, यसलाई के भन्छ मलाई थाहा छैन, फेरोहाना के भन्छ होला, सायद मिस्टेक छ नि माफी चाहन्छु। यहाँ छ एउटा सन्दुक जसमा छ दादाजीको खजाना। र यहाँ मम्मीको ताबुत हो यो, यसको भित्रै मम्मी पाइएको थियो। र यो रियल हो कि फेक हो थाहा छैन मलाई। योहरूको आर्कियोलोजिकल मतलब डिटेल्सहरू मलाई थाहा छैन, किनकि मलाई आर्कियोलोजीमा इन्ट्रेस्ट पनि छैन। र यहाँ जस्ट डिस्प्लेको लागि राखेको छ र म तपाईँले देखाउँदैछु।
यहाँ सेलको लागि के राखेको छ, पेन्टिङहरू रहेछ। र म यहाँबाट अब बाहिर जान्छु। यहाँ हावामहलको डिटेल लेखेको छ, तपाईँ चाहनुहुन्छ भने पज गरेर पढ्नु सक्नुहुन्छ। र यो महाराज सवाई प्रताप सिंहले 1799 मा बनाएको थियो। र म यहाँ अझै भित्र पस्दैछु यो एन्ट्रेन्सबाट। यो तपाईँको फेमस जग्गा जुन चाहिँ फेमस छ साह्रै, र यही मेन एरिया हो। यहाँ फोटोग्राफी साह्रै फेमस छ, सबैजना यही फोटो खिचेर हाल्छ। आज वेदर पनि त्यस्तो राम्रो छैन, फेरि पानी पर्ला जस्तो छ। पानी परे पनि हिजो जस्तो रुममै हुन्छ। अहिले मलाई आमिर फोर्ट पनि जाने छ, र म यहाँ बेसी टाइम वेस्ट गर्दिनँ, र म यहाँबाट सर्ट भ्लग बनाएर तपाईँको आमिर फोर्टको लागि निस्किहाल्छु। नभए फेरि आज एक दिन मात्रै छ जयपुरमा, र म बेसी जग्गाहरू कभर गर्नु सक्दिनँ। त्यही भएर म यहाँबाट छिटै निस्किने ट्राई गर्छु। यहाँ यो ग्लास लागेको छ कलरफुल, एकदम साह्रै राम्रो देख्दो रहेछ। यहाँ फोटोग्राफी साह्रै फेमस छ यहाँको पनि। तर मेरो अब एक्लै भएर फोटो खिच्न सक्दिनँ, बाउले त सक्दैन फोटो खिच्नु। अब म माथि जान्छु। यहाँ तपाईँको माथि जाने एन्ट्रेन्स छ, र म यहाँबाट माथि जाँदैछु। यो फर्स्ट फ्लोरमा आएर यहाँबाट यस्तो देख्छ यो मुनि, जहाँ म अघि फोटो खिच्दै थिएँ। सबैजना आएर फोटो खिच्दैछ, र मेरो फोटो खिचिदिने कोही छैन। नराम्रो लाग्दैछ यस्तो राम्रो जग्गामा आएर पनि फोटो खिच्नु पाएन। अब जे छ यो भिडियो नै हुन्छ। यो अर्को ठाउँबाट यो भित्रको सिन। र यहाँ पनि फोटो खिच्दा त दामी आउने रहेछ, मजाको लाग्यो जग्गा। यो भित्र यस्तै छ, सबैतिर यो कलरफुल ग्लासहरूको काम गरेको भेन्टिलेसन र विन्डोहरू रहेछ। यहाँबाट बाहिर निस्किँदा यस्तो ठाउँ छ।
अब यो ठाउँबाट पनि माथि जाँदैछु। त्यो चाहिँ टप फ्लोर हो। त्यसको बाद म फेरि अटोमा जान्छु र अर्को लोकेसनतिर जान्छु। आफ्नो फोटो त भएन, तर बाउको फोटो चाहिँ खिच्थ्यो मजा मजाको। साह्रै माथि छ। फाइनली यहाँ माथि आइपुग्यो। योभन्दा अझै नै माथि छ जाने, त्यहाँ म अहिले जान्छु। यहाँबाट चाहिँ कस्तो रहेछ लोकेसन हेरौँ। यो माथिबाट के यस्तो भ्यू छ। सिटी नै दामी देख्दैछ यहाँबाट। त्यहाँ पहाडहरू पनि रहेछ। त्यो माथिको सायद आमिर फोर्ट हो जहाँ मलाई जानु छ, पहाड माथि। अब यो लास्टको टपमा जाँदैछु यहाँबाट। योभन्दा माथि चाहिँ अब छैन, चेपचाप सिँढी छ। हावा दामी चल्दैछ यहाँबाट। क्याफे पनि रहेछ, विन्ड भ्यू क्याफे भन्ने, दामी भ्यूमा र हावा पनि दामी चल्दैछ। यो टप हावा महलको जुन चाहिँ रोडबाट देख्छ। यो सेम मेन मुनि लबीको भ्यू र यहाँबाट भर्खर आएको हामी अहिले। सो अब म फर्किन्छु, नभए पानी परे पनि फेरि कहीँ घुम्नु पाउँदैन। यो साइडबाट एकखेप लास्ट हेरिहाल्छु। यो तपाईँको हावा महलको टपबाट पुरा जयपुर सिटीको भ्यू। ड्रोन छैन तर सोच्नु यो ड्रोनले नै लिएको भिडियो भनेर। यसलाई भन्छ इगल आई। सो अब यो सिडीबाट तल जाँदैछु म र यो हावा महलको अब त्यस्तो बेसी बनाउँदिनँ, किनकि पानी पर्नु आँटेको छ। अरू जग्गा कभर भएन नि फेरि बिजोक हुन्छ। यो साइडमा आएको छैन, यो साइड हेरिहाल्नु। अब यस्तो अहिले सके त के छ यहाँ। यहाँ वालहरू मात्रै छ र यहाँ एउटा क्यामेराले अर्को क्यामेराले हेरिरहेको। यहाँ एउटा दामी डोम रहेछ। मैले सोचे त्यति मात्रै होला, तर यहाँ अरू ठाउँ पनि रहेछ फोटोको लागि दामी दामी। र यहाँबाट मुनिको एक्जिट गेट। अब यहीँबाट एक्जिट गर्छु। यो डोम चाहिँ दामी लाग्यो।
यहाँ भित्र पनि दामी रहेछ, एउटा फोटो खिचेको दामी आउँथ्यो होला। यो तपाईँको डोमको माथिको भ्यू। सो अब यहाँबाट पनि मुनि उत्रिने बाटो चाहिँ कहाँ छ? एक्जिट पाएन, एन्ट्रेन्सबाट नै एक्जिट गरिदिएको। कसले याद गरिरहेको छ एन्ट्रेन्स हो कि एक्जिट हो? त्यो गार्डहरू त्यसै बसी मात्रै रहेछ। यहाँबाट एक्जिट गर्दै यहाँ पपेट सो हुँदैछ। यिनीहरूलाई बेसी हेऱ्यो भने त पैसा माग्छ, अलिकति देखाएर गइहाल्छु। वे टु एक्जिट अरे, बेबी फिडिङ रुम यहाँ छ। र अब एक्जिट भएर जानुपर्छ छिटो, पानी पर्न आँटिसक्यो। पानी पऱ्यो नि बिजोक हुन्छ यार। यहाँ रहेछ यसको एउटा सानो मोडल हावामहलको। र यहाँ यो महाराजजी होला जसले यो हावामहल बनाउनु भएको थियो। महाराज सवाई प्रताप सिंह, उसकै स्ट्याचु बनाएको छ यहाँ। कोही ब्लग बनाउनु पनि स्टार्ट गरेको, के भन्नु घरि थाहै हुँदैन। जे पाए त्यही भन्यो, ब्लग बनायो। बिस्तारै सायद पानी भयो भने राम्रो बनिन्छ कि बा। अब हेरौँ अर्को लोकेसनमा गएर के कस्तो हुने हो। पानी चाहिँ नपरोस्। बल्ल निक्ल्यो बाहिर। मध्य तक ऑन पहले मार्ग नहीं तो मैं को नाको पाड़िया थे कमरा को बड़े मध्य पहला था तो मूर्ति होती यो त्यो एन्ट्रेन्स गेट जहाँबाट हामी भित्र पसेको थियो। र अब बाहिर निस्किँदैछु र यो हावामहलको भ्लगलाई म यति नै राख्छु। र अब अर्को लोकेसनमा गएर फेरि भिडियो बनाउँछु।